नमस्ते साथीहरू, आज चाहिँ हामी श्री खारपानी माविदेखि श्री कालीभूमि आधारभूत माध्यमिक विद्यालय खर्चुबथान गएको। हाम्रो खर्चुबथानको सर रश्मिकान्त राई सर हुनुहुन्थ्यो। उहाँको सरुवा भएर उहाँ आफ्नो स्थानीय तहमा जानुभएको थियो। त्यही उपलक्ष्यमा हामी हाम्रो गायक गायिकाहरू गीत गाउँदै हुनुहुन्छ यहाँ। हरेक एक-एकजनामा एक-एकजना एक-एक सिप छ है। ल फर्स्ट टाइम एउटा गीत गाउँदै हुनुहुन्छ सबिना मिसले। लगाइदिनुस् त एउटा गीत। फर्स्ट टाइम मैले आज हामी चाहिँ खर्चुबथान गएको है। त्यहाँदेखि फर्किँदै छौँ। गीत गाउने छु भन्नु न। हास हजुर म कस्तो ज्ञानी भएर समात्छु नि। गीत गाउने छौँ भेटौँला कार्यक्रममा गएर फेरि भेटौँला कार्यक्रममा गएको हैन। हेर्नुस् यहाँ है 101 छन् सबैजना यहाँ है। को राम्री को नराम्री भन्ने हजुर। हामी ग्रुपमा गीत गाउन गइरहेछौँ। हाम्रो गीत हजुरहरूलाई कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनु होला। कृपया कमेन्ट गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला। फेरि हामी गायक गायिका चाहिँ होइन है, त्यस्तो नसोच्नु होला के। हामीले फर्स्ट ट्राई गरेको मात्रै हो। तै पनि भोलि कसले देखेको छ र। ल सुरु ल अब ल। भोलि कसले देखेको भएर मरिन्छ कि बाँचिन्छ लैलै। देख्नु भयो नि मैले भने हो नि है, गायक गायिका होइन भने त्यसमा उहाँहरूको हालत यस्तो हुनुहुन्छ। तलमाथि भए पनि कस्तो दामी गर्नुहुन्छ नि। ओहो अर्को गीत, अर्को कुन चाहिँ गीत गाउने ल त। के गीत छ त सबैजना देखिनु होला है। कोही कुन चाहिँ गीत गाउने हाम्रो त गीत नै हुन्छ नि। टिकटकमा भिडियो बनाउँदाखेरि केमा भिडियो बनाउने हुन्छ ल। दार्जिलिङको रेल गाउने ल कका लाउँछन् ल के हो सुरुमा भन्नु न आइहाल्छ नि। अलि छोटो बात लालु पाटेको छैन साँचेको कश्मीरे पछ्यौरी दार्जिलिङको रेल रामसाइला पिरती 2 दिन बाँचुन्जेल। लाजै लाग्यो हेरे भुइँतिर आँखैको निशाना ट्याक्कै मैतिर कश्मीरे पछ्यौरी दार्जिलिङको रेल रामसाइला पिरती बाँचुन्जेल। दिनु भयो नि गीत भन्दा धेरै हल्ला आउँछ कि धेरै हल्ला। यहाँ हेर्नु न गीत भन्दा धेरै हल्ला उहाँहरूको यस्तो छ। सम्झना हुन्छ भनेर है। अर्को के भन्ने निधारैमा टिकी तलकै सुन्तली नानीको झलकै कश्मीरे पछ्यौरी दार्जिलिङको रेल रामसाइला पिरती 2 दिन बाँचुन्जेल। रामसाइला पिरती 2 दिन बाँचुन्जेल। जोडी ढुकुर जोडी सुगा जोडी ढुकुर एक्लै हो जिन्दगी लुखुर लुखुरा कश्मीरे पछ्यौरी दार्जिलिङको रेल पिरती 2 दिन बाँचुन्जेल। यहाँ कसैको जिन्दगी लुखुर लुखुर पनि छ क्या साथी हो। यस्तै हो। यसलाई भयो कि हामीहरू बाटोमा हिँड्दैछौँ। हामी हेर्नु पानी पर्दैछ। हाम्रो 2 बजेसम्म स्कुल पुग्ने प्रोग्राम थियो खारपानी, तर हामी 2 बजेसम्म डाँडामै छौँ। त्यही भएर हामीलाई चाहिँ यस्तो कार्यक्रममा पठाउँदैन। हेर्नु होला उहाँहरूको कुरा सुन्नु होला एकचोटि। यहाँ पहिरो पनि गएर रहेछ देखाइदिनु त साथी। पहिरो पनि गएको देखाइदिनु त। बाटो कहाँबाट के गर्नु साथी आइफोन चलाएको गाह्रो छ। कता अगाडि कता पछाडि। स्याउवाला फोन यो हेर्नु सानो चलाएको ठुलो स्याउ के को भो क्यामेरा भ्याक गर्न जानु।
हेर्नु साथी हो मैले ब्याग पार्न सकिनँ यस्तै छ मेरो हालत तर म आफू पनि कस्तो नराम्रो आयो कहाँबाट क्यामेरा कहाँ पुग्यो भने थाहा छैन अहिले चाहिँ राम्रै आएँ नि फेरि म स्याउ त राम्रै हुन्थ्यो तर म चाहिँ कसरी नराम्रो भएँ हामी बिहान जाँदाखेरि पहिरो गएको थिएन यहाँ हेर्नु त पहिरो गएको यत्रो रुख यत्रो बढै राम 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 कसरी खस्यो होला हेर्नु त अनुसन्धान गर्नु त उहाँहरू त हिँड्नु भयो अब म के गर्ने पछाडि परेँ गाह्रो छ नि तपाईँहरूलाई यस्तै छ बाटो बर्खाको बाटो उहाँहरू अपडेट दिँदै हुनुहुन्छ अगाडि उहाँ हो हेर्नुहोस् त युट्युबमा होइन हामीलाई माया गरिदिनु यहाँ हाम्रो भर्खरै पहिरो गएको छ ठुलो पहिरो केही मात्रामा लगभग यहाँ हेर्नु त 150 वर्ष पुरानो रुख हो यो आजै ढल्यो उहाँले पनि लगाउनु भएको थियो रुख पनि हेर्नु उहाँ गुराँसको काफल हो साध्य फुलेको थिएन आजै ढल्यो काफल चाहिँ फल्छ लाली गुराँस चाहिँ फुल्छ साथी ऐसेलुको बोट पनि त्यस्तै छ हामीहरू चाहिँ अनुगमन टोलीमा आएको अनुगमन गरेर हिँड्दैछौँ खारपानीदेखि कालीभूमि मावि कालीभूमि आधारभूत विद्यालयसम्मको अनुगमन थियो हाम्रो गाडी अझै ठुलो पहिरो छ साथीहरू हामी जान सक्छौँ कि सक्दैनौँ हामी तपाईँहरूलाई अपडेट दिने नै छौँ पनि हुनुहुन्थ्यो 3 जना बिच बाटोमा बेपत्ता हुनुहुन्छ है कतै देख्नु अथवा सुन्नु भएछ भने भेट्नु भएछ भने खबर गर्नु होला उहाँ चाहिँ हाम्रो उमेर नि भनिदिनुस् नम्बर उहाँ चाहिँ एउटा नाम बतन ठेगाना हामी पहिरो पन्छाएर अगाडि बढ्न सफल भएका छौँ बिहे गर्नु भएको अर्को सरको 2टा बच्चा छन् अर्को सरको 4वटा बच्चा छन् त्यस्तै अनुमान लाउनु न अब अरू के अनुमान हामी फेरि चौतारामा सरहरूलाई वेट गर्नलाई नै हो साथीलाई जुका लगाइसकेको छ हामी बिहान थकाइ मारेर गएको चौतारी यही हो साथीहरूलाई तीज होइन ह्यापी दसैँ है तिहार लागिसकेको छ घरले बाटो आको ए चिप्लो बाटो कसको बाइक आइगयो सडक आयो कि हो सरहरूको बाइक चाहिँ देउसी रे नै लक्ष्मी सर यताबाट किन जानु लाग्यो पुगेर जाने होला के सैलुङ के छ र तर रमाइलो हुन्छ पहिला देउसी सैलुङ पुगेर जानु परेन कहाँबाट बस के हुँदै जाने होला नि त्यो बाटो त सैलुङको बाटो त बसी हुँदै जाने हजुर 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 सही बाइक आयो बाटो छोडिदियो है ल सर बाई सर राम्रोसँग जानु होला यहाँ बस सेफ जोर्नी सर माथि बसेछन् त्यसमा त अब कालो बादल पानी पर्यो झम्म झम्म असर लागेको छ नि त म झम्म नाच्नु छम्म छम्म हजुरहरू ए देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लैलै निस्किनु होला आफू अर्को गीत गाउनु न एउटा सानो असारे महिना सिमसिमे पानी परिरहेकै छ नि तिमीलाई भेट्न भनेर ओडेर आएको सानी हावा सिरिरी आतै जिरिरी नाच्छु फेरि कस्तो मजाले नाचेको
यस्तो तिमी बजाऊ मुरली यो तर यहाँ नाच्ने पनि कस्तो राम्रो ठाउँ छ के डाक्यौ भेटिन देउरालीमा साँझ परेसी झमक्कै तिमीले राम्री भन्यौ राजै परिहाले मखै के भन्न खोजेको केटोले दिदी भन्छ दाइ भन्दा जेठोले के भन्न खोजेको केटोले दिदी भन्छ दाइ भन्दा जेठोले गैरी पिपल्ला के मन डाँडैमा माया भए औ बसौँ आडीमा अलिकति फोटो सेसन गऱ्यौँ। यस्तै छ हामीहरूको फोटो भिडियोहरू 2-4वटा टिकटक पनि बन्यो। त्यसपछि हामी सेट आफ्नो घरतिर लागेको। बाई स्यु लभ यु।